a way because of I represent the new generation in हजुर so कोही चाहिँ आयो जो चाहिँ already मिडियामा हुनुहुन्छ अनि as we all know you are a very renowned journalist so I was very happy that you were appointed as the Ministry of Communication and Technology र सरले मलाई आज बोलाइदिनु भयो र really thankful मलाई चाहिँ कुरा उठाउनु मन लागेको चाहिँ I just want to share a very सानो एउटा experience इन्डियाबाट टिम आउनु भएको थियो मैले एउटा म्युजिक भिडियो गरिरहेको थिएँ अनि इन्डियन एक्ट्रेस र इन्डियन एक्टर पनि आउनु भएको थियो लगायत इन्डियन डिरेक्टर र सिनेमाटोग्राफर पनि साउथ इन्डियाबाट अनि जब हामीले अब हामीलाई त बानी भइसक्यो एज एन एक्टर काम गर्न गाउँमा जानुपर्छ कहिले सहरमै सुटिङ हुन्छ तर हामीलाई त बानी परिसक्यो कि अब वासरुम जानु पर्यो पनि गाडीले 15 मिनट गाउँमा कतै लगिदिनुहुन्छ अथवा कतै झाडीमा गएर जङ्गलमा गएर होइन अनि त्यो इन्डियन एक्ट्रेसले चाहिँ मलाई वासरुम जानु पर्यो लगिदेऊ न भने अब वासरुम कहाँ खोज्ने तपाईँ आपत्ति पर्यो मलाई अनि भ्यानिटी भ्यान कहाँ छ भनेर सोधेँ कि अब चेन्ज गर्नुपर्ने थियो अर्को सिनको लागि अनि लाजो मर्दो नै भयो कि अब के भन्ने त भ्यानिटी भ्यान नेपालमा छैन हाम्रो फिल्म इन्डस्ट्रीमा भ्यानिटी भ्यानै छैन भन्नु त लाजै भयो सो मैले चाहिँ बहाना बनाएर आज चाहिँ भ्यानिटी भ्यान मिलेन केही प्रब्लम आएछ आउँदा आउँदै भन्यो कि अब के भन्नु है सो मलाई चाहिँ अब हजुरहरूको कुनै फन्डिङ हुन्छ कि नेपाल फिल्म बोर्डको लागि दिनुको लागि सो त्यो फन्डिङबाट मेबी धेरै नभए पनि 3-4वटा भ्यानिटी भ्यान ल्याउन सकिन्छ ओर हाम्रोलाई जुन टेक्निकल टिमको लागि बसहरू लिएर आउँछ रेन्टलमा सो त्यस्तै बस खालि फिल्मको लागि मात्रै भनेर त्यो बसमा वासरुम अट्याच गर्ने हो कि एक्टर्सको लागि टेक्निसियन्सहरूको लागि सबै टिमको लागि सो त्यो भयो भने चाहिँ आई थिङ्क सजिलो हुन्थ्यो हामी स्पेसली फिमेल एक्टर्सहरूलाई होइन त्यो कतैबाट हाम्रो कम्युनिकेसन टेक्नोलोजी मिनिस्ट्रीको फन्डबाट नेपाल फिल्म बोर्डलाई त्यो छुट्याउन सकिन्छ वासरुमको लागि अथवा भ्यानिटी भ्यान दियो पनि अब फिल्मसहरूको टिमलाई चाहिँ रेन्टलमा दिने सो त्यो भयो भने पैसा उठाउन पनि मिल्यो होइन खर्च सो त्यसरी चाहिँ इफ भएको भए चाहिँ हामीलाई पनि नेपाली फिल्म इन्डस्ट्रीको हो भन्नलाई रिप्रेजेन्ट गर्नलाई खुसी हुन्थ्यो जस्तो लाग्छ सो त्यो चाहिँ मेरो एउटा सानो एक्सपिरियन्स छ त्यो सेयर गर्न मन लाग्यो